यो दुनियामा कोही माइकलाल जन्मेको छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, यथार्थ सत्य यही हो। ज्ञानलाई सेवा र अर्थतन्त्रको विकासमा बदल्नुहोस्। तपाईँ स्वदेशमा रहनुहोस् वा विदेशमा, एउटा कुरा सधैँ सम्झनुहोस् भन्ने मेरो विनम्र अनुरोध छ। ज्ञानबाट अहंकार होइन, सेवाको उदय होस्, उद्यम र रोजगारीको प्रादुर्भाव होस्। तपाईहरूले ज्ञान र प्रविधिलाई चेतना, विश्वास, सद्भाव र समृद्ध सहित अर्थतन्त्रको माध्यम गराई पछौटेपन, गरिबीपन, अशिक्षा, गरिबी विरुद्धको त्यसलाई चाहिँ औजार बनाउनुहोस् भनेर म अनुरोध गर्न चाहन्छु। हाम्रो जल स्रोत, खनिज, जैविक विविधताका साथै रैथाने र परम्परागत ज्ञान र प्रविधि समेतलाई जबसम्म हामीले व्यावहारिक अनुसन्धान र उद्यमसँग जोड्दैनौँ तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौँ भन्ने कुरा हामीले नै बुझ्नुपर्छ, अरूले बुझेर हुँदैन। त्यसैले यस समारोहमा दीक्षित विद्यार्थीहरूले यो मर्मलाई बुझ्नु हुन्छ भन्नेमा म भरोसा गर्दछु र आशा गर्दछु।